रमाइला कुरा केही गरे त पर्छ अब केही गम्भीर कुरा गर्छु, बडो ध्यान दिएर सुन्नु होला। आएका छन्, मैले भन्छु भने धेरै कुरा आइसके, तर म केही गम्भीर कुरा तपाईँलाई भन्छु। तपाईँको जीवन, हामी सबैको जीवनको आयु सीमित छ, जीवन अनिश्चित छ। तपाईँले 2 करोड कमाएर 50 वर्ष बाँच्न पाउने, 4 करोड कमाएर 100 वर्ष बाँच्न पाउने, 1 अर्ब कमाएर 500 वर्ष पाउने, 1 खर्ब कमाएर 1000 वर्ष तपाईँ बाँच्न सक्नुहुन्न। तपाईँको आयु सीमित छ। त्यो सीमित आयुमा पनि तपाईँकोसँग चाहिँ जीवन अनिश्चित छ। अहिले यहाँ हुनुहुन्छ, भोलि हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन। आज स्वस्थ हुनुहुन्छ, भोलि बिरामी हुन सक्नुहुन्छ। आज तपाईँका बाआमा छन्, भोलि नहुन सक्छन्। आज तपाईँका साथी छन्, भोलि नहुन सक्छन्। साँझ केही गरौँला भनेर हिँडेका मान्छे बाटोमा मरेका छन्। अमेरिका गएर के गर्ला भनेको प्लेन क्रास भएर खत्तम भएका छन्। बिहे गरेर चाहिँ डोलीमा जन्ती बजाउँदै गएका मान्छे एक्सिडेन्टमा परेर मरेका छन्। जीवन अनिश्चित छ। एक क्षण तपाईँको मूल्यवान छ। र यी सबै सरहरूले भनिसक्नु भएको छ कि यो जीवनको नयाँ यात्रामा तपाईँ सुरु हुन्छ। र जीवनको यात्रा के हो? चढ्यो पहाड अग्लो थाक्दै पसिना झार्दै प्याक गर्दै माथि पुग्यो। भन्ज्याङमा पुगिसकेपछि कल धाराको पानी खाएर शीतल हावा पाएपछि अब त पुग्यो, आनन्द आयो भनेर यसो फर्केर हेरेको अगाडि अर्को पहाड छ। यो जिन्दगी एउटा ठाउँमा पुगेर खुसी हुनासाथ फेरि अर्को पहाड सुरु हुन्छ, फेरि अर्को पहाड। नमरुन्जेलसम्म ती पहाडहरू चढिरहनु पर्ने हुन्छ। ती नमरुन्जेलसम्म पहाड चढिरहनका निम्ति अहिले तपाईँलाई भने जस्तै त्यो शिवको कुरा गर्नुभयो नि, अघि शिवका कुरा गर्नुभयो, ज्ञानका कुरा गर्नुभयो, त्यो चाहिन्छ। र मैले बुझेको कुरो के हो भने तपाईँहरूले ख्याल गर्नु होला, जिन्दगीमा तपाईँलाई बाआमाले साथ छोड्नेछन्, तपाईँको बिहे भएपछि श्रीमानले श्रीमतीले साथ छोड्ने छिन्, तपाईँका म तँ बिना बाँच्न सक्दिनँ भनेका प्रेमिकाले साथ छोड्नेछन्, बिहे गरेपछि श्रीमान श्रीमतीले साथ छोडिदिन सक्नेछन्, छोराछोरीले साथ छोडिदिन सक्नेछन्। सबैले साथ छोड्दा पनि तपाईँको जीवनमा मर्ने बेलासम्म तपाईँलाई साथ नछोड्ने भनेको कुरा तपाईँको ज्ञान, तपाईँको शिव, तपाईँको आत्मबल हो। यी 3वटा कुरा तपाईँले आफ्नो साथमा राख्न सक्नुभयो भनेदेखि कहीँ पनि तपाईँ असफल हुन सक्नुहुन्न। यो संसारमा GPA 4 ल्याएका भन्दा सेकेन्ड डिभिजन ल्याएका मान्छे धेरै सफल भएका इतिहास पनि छन्। तपाईँको अगाडिको हरिवंश भन्ने जुन हुनुहुन्छ हास्य व्यङ्ग्यको, कति 3 पटक त एसएससी फेल भएको मान्छे हो। तपाईँले रविन्द्रनाथ टाइगर भन्ने सुन्नुभएको होला, नोबेल पुरस्कार पाएको 7 पटकसम्म एसएससी फेल भएको मान्छे हो। अक्षरको ज्ञानले पुग्दैन, जीवन पढ्नुपर्छ, समाज पढ्नुपर्छ। किताब पढ्ने भन्दा पनि बढ्ता जीवन र समाज पढ्नुपर्छ। त्यसो भएको हुनाले अब जब तपाईँ 11मा पढ्न जाँदै हुनुहुन्छ नि, जहाँ जानुहुन्छ, अहिलेसम्म तपाईँलाई गुरुआमाले औला समातेर घुमाइरहनु भएको छ, बाआमा चिन्तित हुनुहुन्छ। अब तपाईँले चाहिँ आफैले गर्ने हो। तपाईँलाई स्कुलमा पढाए जस्तो पछि लाएर जुनसुकै बेला तपाईँको पछाडि कोही लाग्नेवाला छैन। त्यो त परनिर्भर जीवन हो नि। अनि एउटा एकदम चित्त दुख्ला तपाईँहरूको नदुखाउनु है। एउटा यस्तो कुरो भन्छु जो साह्रै चित्त दुख्दो हुन्छ तपाईँहरूलाई। विचार गर्नुहोस् त, तपाईँले लगाएको लुगामा तपाईँको के योगदान छ? तपाईँको शरीर कति राम्रो छु भनेर बेला बेलामा चाहिँ ऐना हेरै गर्नुहुन्छ नि बारम्बार। त्यो रूपमा तपाईँको योगदान के छ? तपाईँले खाइरहनु भएको छ नि अहिले, त्यसमा तपाईँको आफ्नो योगदान के छ? तपाईँले लगाएका लुगामा योगदान के छ? स्कुलमा पढाइको फीमा तपाईँको योगदान के छ? तपाईँ बसेको घर तपाईँको हो कि होइन, कि बाबुआमाले कमाइदिएको हो? तपाईँ बस्ने कोठामा तपाईँको योगदान के छ? तपाईँले पढ्ने किताबहरूमा तपाईँको योगदान के छ? तपाईँले लगाएको जुत्तामा तपाईँको योगदान के छ? टोटल्ली तपाईँ अहिले के हुनुहुन्छ? परजीवी हुनुहुन्छ नि त। अर्काले गरिदिएको छ नि सबै। अब समय आएको छ। औँला समाउनेहरू भोलि बुढा हुन्छन्, तपाईँले उनीहरूको औँला समाउने हो। तपाईँ जसमा निर्भर हुन्छ बाआमा, भोलि तपाईँले उहाँलाई आफूले भर दिने हो। त्यसो भएको हुनाले एकदमै सक्षम बन्यो। तपाईँलाई याद छ कुन फुलमा जान्छन् भमराहरू? जहाँ रस हुन्छ, जहाँ सुगन्ध हुन्छ। सुगन्ध र रस नभएको फुलमा भमरा पनि जाँदैन, मौरी पनि जाँदैन। क्षमता नभएको, गुण नभएको, योग्यता नभएको बन्नुभयो भने तपाईँसँग कोही पनि आउनेवाला छैन। त्यस कारणले तपाईँले त्यो फुल भएको, रस भएको, सुगन्ध भएको फुल बन्नुपर्ने छ। त्यसका निम्ति बढीभन्दा बढी पढ्ने, बढीभन्दा बढी सिक्ने, आत्मनिर्भर गर्ने, अरूको पछाडि लाग्ने होइन, आफै बन्ने हो। कसैसँग कम्पेयर नगर्नु, कसैलाई जित्नु पर्दैन। तपाईँलाई जित्नु। आजको तपाईँलाई हिजोको तपाईँलाई आजको तपाईँले जित्ने, आजको तपाईँलाई भोलिको तपाईँले जित्ने, भोलिको तपाईँलाई पर्सिको तपाईँले जित्ने, पर्सिको तपाईँलाई यसरी तपाईँले आफूलाई जित्दै जानुभयो भने एक दिन यस्तो आउँछ, संसार जित्नुहुन्छ। अरूसँग कम्पिटिसन गर्नु पर्दैन।
हिजोको ज्ञानभन्दा आजको ज्ञान बढाउने हो नि त। हिजोको सिपभन्दा आजको सिप बढाउने हो नि त। त्यस कारणले हामी नेपाली त कस्ता भयौँ, छिमेकीले राम्रो घर बनायो डाहाले भुतुक्कै, अर्काले राम्रो जागिर पायो अर्को रिसाइराखेको छ, अर्काले धेरै तलब पायो यो गएर सुत्दैन रातभरि। भएको के हो? कस्तो ईर्ष्या, कस्तो चिन्तन, कस्तो संस्कृति के भइराखेको छ हामीमा? आफूलाई बढाउने हो नि त। त्यस कारणले आफूलाई बढाउने खालको काममा तपाईँ लाग्नुलाई एउटा महत्त्वपूर्ण कुरा भने